श्री रामचंद्र कृपालु भज मन हरन भव भय दारुणं श्रीकंठलोचन कंठ मुख कंठ पद कंचारुणं श्री राम। जय श्री राम, जय राधे राधे, जय श्री कृष्ण। प्रभु पसिना आइसक्यो, काममा जाने बेलासम्म यस्तै छ, गर्मी छ आज। मजाको तातो घाम, सूर्यदेव प्रसन्न भइसकेको छ है। ल कस्तो मजाले हलुवा बेत लटरम्मै फलेको रहेछ एउटा रुखमा। जापानमा नि साथीहरू, जापानमा चाहिँ फलफुलहरू टेस्ट गरेर मात्रै खान्छन् रे के साथीहरू। ल्याबमा लगेर होइन टेस्ट गरेर खाना हुन्छ कि नै, योग्य छ कि छैन भनेर मात्रै खान्छन् रे क्या। कति उसमा देखाएको छु होइन, कति ठाउँमा पुरै त्यो गोलबेडाहरू पनि फलफुलहरू पनि पुरै कुहिएर झरिरहेको हुन्छ होइन। हुन त खाने मान्छे नि धेरै हुँदैनन्, अनि दिने चलन नि हुँदैन क्या यिनीहरूको होइन। अनि पुरै कुहिएर झरिरहेको हुन्छ क्या। एउटा ठाउँ म घर फर्किने बेला एउटा ठाउँ छ है, घर छ है, बाहिर गोलबेडा पुरै लटरम्मै सानो चेरी गोलबेडा फलेको थियो, पुरै खसेरै भुइँभरि भएर सक्यो कि। त्यस्तो के खाँदैनन् कि यहाँ चाहिँ, यस्तो छ होइन। सूर्यदेव यस्तरी मक्ख भएर उदाइस्या छ सरी है। ल सबैको दिन राम्रो होस् है साथीहरू। यति नै हो, आज 2टा मात्रै भिडियो बनाएँ ल।